हेर्नुस् त मैले चाहिँ आज पोर्कको मोमो बनाउँदैछु। बिहान बिहान यो चाहिँ साथीहरू हामीले चाहिँ मोमो स्टार्ट गरिसक्यो। मैले बनाउँदै यहाँ सबजना टिप्दै हुनु भएको छ माइजूले। हेलो साथीहरू, गुड मर्निङ। आज चाहिँ मैले बिहान बिहानै मोमो बनाउन लागिरहेको छु। अनि हजुरहरूलाई हाम्रो भिलेजी, हाम्रो भिलामा स्वागत छ होइन। हाम्रो गाउँमा अर्ग्यानिक स्टाइलमा त्यहाँ फर्सी पनि यत्रो लडिरहेको छ होइन। यस्तो छ है हाम्रो घर चाहिँ किचन। अनि मैले चाहिँ बिहान बिहानै के को मोमो बनाउन लागिरहेको छु भनेर हजुरलाई देखाउँछु। हेर्नुहोस् त मैले चाहिँ आज पोर्कको मोमो बनाउँदैछु। बिहान बिहान यो चाहिँ किमा रेडी गर्दैछु। यतातिर चाहिँ काटिसक्यो, अब यिनीहरू बाँकी छ। ल साथीहरू देख्न सक्नुहुन्छ यहाँ हामीले चाहिँ किमा बनाइसक्यो। मैले चाहिँ किमा रेडी गरिसकेँ। यो चाहिँ भाइको लागि, यो चाहिँ हाम्रो लागि। भाइ चाहिँ भेज भएर, त्यही भएर नन भेज चाहिँ यहाँ भयो, भेज चाहिँ त्यो भयो। अनि यहाँ पिठोहरू पनि मैले टक्क रेडी गरिसकेको छु। अनि यहाँनिर भाँडाहरू अहिले आगो लगाएको थियो। अनि अहिले चाहिँ निभेर फेरि मैले बाल्न स्टार्ट गरिसकेँ साथीहरू। अनि अब चाहिँ दिदीले बेल्नुहुन्छ, मैले चाहिँ गोलो गोलो यस्तो मुजा दिनेवालामा छु। अनि हेर्दै गर्नु होला मैले कस्तो कस्तो बनाउँछु मोमो भनेर चाहिँ हजुरलाई म देखाउने नै छु। हेर्न चाहिँ नभुल्नु होला है हजुरहरूले। हेर्दै गर्नु होला, म चाहिँ बनाउँदै गर्नेवालामा छु। साथीहरू हामीले चाहिँ मोमो स्टार्ट गरिसक्यो। मैले बनाउँदैछु, यहाँ दिदीले बेल्दै हुनुहुन्छ। अनि यहाँ किमा भइहाल्यो, यहाँनिर नि पाक्दैछ साथीहरू। मैले बनाएको मोमो हो देख्न सक्नुहुन्छ यत्रो यत्रो बनाएर ए टक्कसँगले। अब देखाउनु परेन त, घरमा गएर के खाएको भन्दाखेरि यस्तो यस्तो खाएको भनेर। यहाँ आइज भाइ देखाइदियो भने कहिले म तेरो फेरि व्यवस्था गर्छु है फेरि भनेपछि आइहाल्छ है मेरो भाइ। यस्तो यत्तिकै राख है, मैले स्टार्ट गरेर। अनि अब टक्कसँगले साथीहरू कत्रो टाढो गएर बनाएको हो, यहीँ नजिक आइज न। चित्तै बुझ्दैन मैले बनाएको, कत्रो माथिबाट बनाएको त। ल हेर न फेरि सबैको दाजु भाइ दिदी बहिनी यस्तै झगडा गर्छ कि के गर्छ पनि। हाम्रो चाहिँ यस्तै हो साथीहरू, साथीभाइहरू झगडा गरे होइन, कन्भर्सेसन गरेको होइन भाइ। तँलाई झगडा गरे जस्तो लाग्छ कि कन्भर्सेसन गरे जस्तो लाग्छ भने त के लाग्छ? तेरो दिदीले तँलाई गाली गरे हो जस्तो लाग्छ कि के लाग्छ भने त? अब मैले माछावाला बनाउँछु है, ए माछावाला होइन के भन्छ नि त्यसलाई, के भन्छ हौ कस्तो भन्न आएन क्या। मैले भेराइटी बनाइदिन्छु है फेरि मोमो चाहिँ। मैले अप्ठ्यारो भयो यार, कस्तो अप्ठ्यारो भयो त्यतिक्तो भयो क्या। आगो कम भयो कि यस्तो नि बनाइदिन्छु है साथीहरू मैले मोमो। कत्रो ठुल्ठुलो बनाएर है जस्तो नि बनाइदिन्छु मैले। यो भएको भने त्यो भएको नखाइन कति टाइमको लाग्यो, भर्खर सुरुवात हुँदैछ। भयो एकछिन लास्ट हो यस्तै बनाउनेवालामा छु मैले। ए यो त कस्तो बिग्रियो फुट्यो यहाँनिर। ल यस्तै यस्तै बनाउँछ है मैले, यस्तो फुटेको नि बनाउँछु, के गर्नु फुटिहाल्यो यहाँनिर। तर दामी भयो, तर फुट्यो क्या, यो मासुले घोचेर फुट्यो क्या, यस्तो भयो हो कि यहाँ हेर्न यहाँ हाड भएर। ल यस्तै यस्तै अहिले मैले यहाँ निकालिसकेपछि चाहिँ देखाउँछु भन्नुको मतलब यहाँ देखाउँछु खै हेर्छ यहीँ पाक्दैछ यहाँनिर टक्कसँगले देख्न सक्नुहुन्छ। अहिले एकछिनमा अब यो फिनिस गरेर खाने बेलामा देखाउँछु। बाई बाई। मोमो त्यहाँनिर पाक्दैछ, यतातिर खाँदै हुनुहुन्छ। म चाहिँ मोमो बनाएर खाएर अनि त्यसपछि हिँड्दैछु अब साथीको घरमा गाउँ काट्नको लागि। खेतला अस्ति हाम्रोमा आएको थियो, त्यही भएर आज म उसकोमा जाँदैछु। उसको घरमा गएर भेटौँला। हाम्रो चाहिँ घर यहीँ हो भने त्यसको घर चाहिँ यहाँ पाऱ्यो क्या, उतै देखेको घर। अनि अब म जाँदैछु त्यसको घर। अनि त्यहाँ गएर चाहिँ अब हामीले गाउँ काट्नुपर्ने हुन्छ।
साथीहरूमा चाहिँ यहाँ साथीकोमा आइसक्यो अब गाउँ टिप्न थालिसक्यो यत्रो टिपिसकेको रहेछ म चाहिँ अहिले एकछिनमा टिप्छ घाम लगाएर टिप्ने होला भन्दै बसेको लास्टमा यहाँ टिपिसकेको रहेछ अनि म पनि अब चाहिँ टिप्छु है यहाँनिर सबजनाले टिप्दै हुनुभएको छ माइजूले मन्जुले यहाँ देख्न सक्नुहुन्छ हाम्रो घर चाहिँ यहीँ उयो हो यहीँ हो यसको घर यहीँ हो पहिला पहिला ताली ठ्याप ठ्याप गर्दाखेरि खुरुरुरुरु पौडी खेल्न जान्थ्यौँ पिटाइ दह्रो खान्थ्यौँ फेरि भोलिपल्ट फेरि त्यस्तै गर्थ्यौँ पहिलाको ठ्याप थियो नि आजभोलि क्र्याङ क्र्याङ छ क्या ल अब चाहिँ हामी टिप्छौँ भने देख्छौँ ल मैले पनि कस्तै टिप्छु तपाईँहरूले देखाउँछु ल भला कट्ठालाई कति गाह्रो भयो होला गाउँमा आएर हेर्नु साथीहरू कति कष्ट भएको होला भन्ने कुरा त के थाहा हाम्रो गाउँतिर चाहिँ यस्तो गाउँ काट्नुपर्छ हाम्रो गाउँमा बिहे गरी आउने मान्छे चाहिँ भाग्यमानी अरे भोकको चाहिँ मर्दैन मान्छेहरू गाउँमा होइन साथीहरू गाउँमा यहाँनिर के भन्छ नि हाम्रो गाउँमा आएर चाहिँ मान्छेहरू भोकको चाहिँ मर्दैनन् तर काम गरेर चाहिँ मर्छन् है काम गरेर एकदम धेरै काम गरेर कहिले मर्छ के थाहा हार्ट एट्याक आउनु पनि सक्छ मान्छेलाई काम देखेर एकदम धेरै हाम्रो चाहिँ जे रोपे पनि फल्छ कि जे रोपे एउटा उयो टिकटक चल्दै यो ढेँडो कसरी खान्छ भनेर यो के अरे उमा एकछिन पुग्न हाम्रो चाहिँ यहाँ सुन फलायो भने पनि हिरा फल्छ है साथीहरू तपाईँलाई थाहा छ कि छैन यहाँ अस्ति यहाँ मल फरेको थियो है यस्तो फलेछ क्या हो त्यो भने नि त यस्तो फल्छ यहाँ हामीले टक्कसँगले बोरामा काट्दै हाल्नुपर्ने हुन्छ अनि यो चाहिँ पछि घाँस फेरि घाँस लाने अरे घाँस काट्ने हो यस्तो राम्रो तरिकाले चाहिँ हामीले खेती गर्छौँ हामी चाहिँ त्यो गरामा थियो भने अब चाहिँ यो गरामा माथि आएर पनि काटेर फिनिस गरिसक्यौँ अनि यो बजे हुनुहुन्छ म छु अब चाहिँ मान्छे सबजना सकेर गइसक्यो त्यही भएर बजेले काट्दै हुनुभएको छ हामीसँगैको यसको मान्छे बिहा गरेर 70-80 वर्षको बुढो मान्छेसँग बिहा गरेर अहिले 3टा छोराछोरी भएर बाजे चाहिँ हुनुहुन्न अहिले स्वर्गवास हुनु भइसक्यो होइन हामीहरूलाई एकचोटि टिभी पनि सक्यो अनि आजको ब्लग चाहिँ यहीँ गर्छु म साथीहरू